हाई एभ्रिवान, नमस्ते। वेलकम टु माई मिनी ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला है, म पनि सन्चै छु। म चाहिँ अब मेरो दिन कसरी बित्यो भनेर म चाहिँ करेसाबारी देखाउन गइरहेको छु। म चाहिँ सिमी टिप्दैछु साँझको तरकारी खानको लागि। मेरो बाबुले सिमी टिपेर ल्याइसक्यो, खुर्सानी पनि फलिरहेछ। म यताउताको झारपात टिपिरहेको छु। धेरै झारपात थियो बारीमा, सबै टिपे झारपात मैले त्यो फोहोर यताउता राखेर एउटै ठाउँमा जम्मा गर्दैछु। यताउता सबै ठाउँमा राखेको थिएँ, एकै ठाउँमा जम्मा गरेर मैले लगिरहेको छु। फोहोर फाल्न जाँदैछु। म फोहोर फालेर म यता घरमा आउँदैछु। बाबुले मामु सिमी भनेर बाबुले मलाई दिन लागेको छ। मैले भित्र राख तरकारी खाउँ साँझ भनिराखेँ। मैले बाबुले भान्सामा राख जाऊ भनेर बाबुलाई पठाएँ। खुर्सानी र मकैलाई म माटो लगाउँदैछु। खुर्सानी पनि फलिरहेको छ हाम्रो। यसमा भाजी लगाएको थियो हामीले मकैको बिचमा, खुर्सानीको बिचमा। त्यही भएर हाम्रो यो मकै बट्न पाएन। त्यही भएर त्यो भाजीलाई उखेलेर अनि मकै गोड्दैछु। मेरो पछि पछि आएर बाबुले सिमी भाँच्यो रहेछ। सिमी उठ्यो, फुल कति दामी फुलेको है। त्यसपछि मैले यताको काम सकाएँ, अर्को साइड जाँदैछु। 1-2 वर्ष भयो हाम्रो लिची बुट्टा लगाएको, अब फल्दैछ। त्यसपछि हाम्रो छिमेकी बहिनी आइन्। मेरो छिमेकी बहिनी गफ लगाउन लाग्छन्। मैया चाहिँ क्यामेराम्यान हैसिन्छ। मैयालाई क्यामेराम्यान लगाएको छु गाइस मैले। हाम्रोतिर गर्मी बढिसक्यो। हजुरतिर करेसाबारी टमाटर लगाएको थिएँ, टमाटर पाकेको रहेछ हाम्रो। मैले चाहिँ मैयाले दिएँ। गर्मीले गर्दा पसिना आयो। त्यसपछि मैयाले हजुरको पसिना आयो, म गर्छु भाउजू भनेर मैयाले माग्छ्यो। मैयासँग गर्मी लाग्छ। उता साइडको सक्यो, उता साइडको चाहिँ लगभग हाम्रो बारी खुनेर सकिन लागेको छ। यताको सकिएर हामी अर्को ठाउँ जान्छौँ। अब म चाहिँ घरको पछाडि हाम्रो मकै लगाएको छु। हाम्रो घरको पछाडिको मकैको बारी हो। त्यो बारीमा चाहिँ पानी नपाएर घरको पछि टाढा भयो है। पानी लगाउन पनि झन् लाग्छ। त्यही भएर टाढा भएर यो मकैको बुट्टा सानो छ। अब पानी साँझ हाल्नु पर्ला भनेर ससुरालाई चाहिँ भनिरहेको छु मैले। अब हाम्रो लसुन लगाएको थियो, त्यसको सदुपयोग गर्नु पऱ्यो। त्यसमा घाँस उम्रेको थियो। हाम्रो 2टा खसी पालेका छन् हाम्रो घरमा। त्यो थोरै घाँस काटेर म बाख्रोलाई लगाउँछु। त्यसपछि करेसा